हेलो नमस्ते। आज चाहिँ म चाहिँ मेरो बुढा चाहिँ लमजुङ हुनुहुन्छ। मेरो बुढालाई चाहिँ बर्थडे सरप्राइज गर्न म आज लमजुङ जाँदैछु। उहाँलाई थाहा छैन, उहाँ चाहिँ कामको लागि लमजुङ जानुभएको छ। म चाहिँ उहाँलाई बर्थडे सरप्राइज दिनलाई लमजुङ आज हिँड्दैछु। हेर्दै गर्नु होला कस्तो हुनेछ आज। म चाहिँ रेडी हुन लागेको। मेरो छोरा चाहिँ यहाँ छ, रेडी हुनको लागि तयारी भइसक्यो। म चाहिँ लमजुङ जानको लागि गाडी चढेर हिँडिसकेँ है त गाइज। गाइज हामी चाहिँ खाजा खाने ठाउँमा आइपुग्यौँ। यहाँ चाहिँ खाजा खानलाई रोकेको छ। म चाहिँ 4 घन्टाको यात्रापछि लमजुङ बेसी सहर आइपुगेँ। म चाहिँ बाटोमा निदाएछु भिडियो गर्दा गर्दै नै। अनि त्यसपछि लमजुङ आइपुगेपछि बल्ल निन्द्राबाट पनि उठेँ अनि भिडियो बनाएँ लमजुङ आइपुगेको। बहिनी लिन आउँदैछ है मलाई यहाँ सुरु लिन आउँदैछ है त्यहाँनिर फुटु पर्दै। के भयो? म चाहिँ बहिनीको रुममा पुगेर खाना खाएर अटोमा चढेर अनि केक अर्डर गर्नको लागि जाँदैछु है अटोमा। हामीले चाहिँ केक लिएर आएर हल्का डेकोरेसनहरू गर्दैछौँ बहिनीसँग मिलेर, बहिनी प्रिस्किला अनु म मिलेर। मेरो बुढा चाहिँ उता मस्त निन्द्रामा हुनुहुन्थ्यो उतापट्टिको कोठामा। हामी चाहिँ यहाँ 12 कतिखेर बज्ला भनेर मोबाइल हेर्दै अनि हाम्रो बाले हँसाउँदै हुनुहुन्थ्यो, हामी हाँस्दैछौँ। हामी भन्दा पनि बढी एक्साइटेड मेरो छोरा छ, अहिलेसम्म पनि सुतेको छैन। Happy birthday to you. Happy birthday to you.